ल कुल्ली भाइ, यही हो मेरो 100 एकरको बगैँचा। यहाँ चाहिँ मेरो 100-200 वटा लिचीको बोट छन्। कागती, सुन्तला, स्याउ सबै छ भाइ है। यसमा चाहिँ अब काम गर्ने मान्छे कोही नभएर यो अहिले सबै बाँदरले लगाएर खाइरहेछ। यसो पैसा पनि अलिअलि आउँछ, तिमीलाई पनि अलिअलि हुन्थ्यो। तिमीले खाना लाउनु पनि एकदम गाह्रो छ भने सुनिया भएर मैले तिमीलाई ल्याऊ भाइ है। यो लगभग अहिले चाहिँ 100 जति रुख पाकिरहेछ भाइ। तिमीले यदि यो 100 वटा रुख टिप्दियौ भने तिमीलाई म प्रति गोटा एउटा रुखको चाहिँ 100 रुपियाँको दरले पैसा दिन्छु। के तिमी काम गर्न चाहन्छौ त भाइ? यहाँ यो लुची मैले टिप्ने 100 रुपियाँमा त्यस्तो देखेँ, खान नपाएको जस्तो देखेँ मलाई। हजुर हो। यो गाउँको तपाईँ पछिको दोस्रो काजी मै हो। के सोचे तपाईँले मलाई? पैसा पो नभयो त। यस्ता जाबा अमिला काटा लिची मैले टिप्ने तिमी प्रति गोटा 100 रुपियाँ हो। यस्ता फुले काजीहरूको म लिची टिपेर बस्छु। के तालको मान्छे रहेछ। अब आफैले गर्नुपर्ने भयो। छोरी हजुर कति राम्रो यो काजीको छु त। अहिले देख्यो भाइ आज त्यसलाई पट्याउने जसरी नि। यस्ता साउमारहरूले कहिले काम गर्छ? त्यसलाई त खाना लाउन कहिले नपुग्यो उस्तो गरालाई। साले कुकुर। खै त लिची टिप्ने मान्छे आउँछ भन्नु भएन खै त। त्यो कुकुर त्यो त नआउने पनि छोरी। त्यो त कामै गर्दिन भन, पैसा पुगिन र त्यसलाई। काजी सर कसले भने काम गर्ने भनेर त्यो बोर्डको र त्योभन्दा उतापट्टि बोर्डको मैले लिची टिपिसकेँ। अब कुन चाहिँ बोर्डको टिप्नु र भन्नु न भन्नु। अघि त त्यसले काम गर्दिन मेरो भने होइन। मैले कहाँ त्यस्तो भन्छु काजी साहब? तपाईँलाई त म ज्यान दिन तयार छु नि। दिउँ ज्यान दिउँ अहिले यहीँ दिउँ।